Can I get a? Can I get a? Hey. 2 minutes. Can I get a? Sure. ओके सामिल हाई हेलो दिप्ती ब्याकग्राउन्ड म्युजिक त पर्दा पछाडिको हिरो तर तपाईँलाई कहिले लाग्यो कि तपाईँले साइलेन्सलाई पनि मिनिङफुल बनाइराख्नु भएको छ भनेर ओके पहिला एउटा दाजु हुनुहुन्थ्यो एकजना दाजु हुनुहुन्थ्यो जसले हामीलाई धेरै गाइड गर्नुहुन्थ्यो क्या म्युजिक गर्दा मैले एउटा कुरा भन्नुभएको थियो क्या त्यो कहिले पनि भुल्दिनँ कहाँ के बजाउनु होइन अरे क्या तर कहाँ के नबजाउनु चाहिँ पहिला सिक्नु भन्नुभएको थियो क्या ओके सो साइलेन्स पनि धेरै बोल्छ क्या हामीले चाहिँ त्यही सोच्छ नि म्युजिक बजाएको होइन बनाएको त्यो म्युजिक बजेको मात्रै धेरै बोल्छ त्यसले मात्रै एक्सप्रेस गर्छ भन्ने तर साइलेन्सले धेरैवटा कुराहरू एक्सप्रेस गरिरहेको हुन्छ क्या त्यो जस्तो लाग्छ ओके नाइस संसारले देख्दैन त्यो टेन्सन साउन्ड मिलाउँदा है लय खोज्दा रातभरि जाग्दा के तपाईँलाई त्यो स्ट्रगल नै सक्सेसको साउन्ड ट्र्याक हो जस्तो लाग्छ मलाई चाहिँ त्यही लाग्छ एकदम किनभने बनाइसकेर सुन्नु त्यो अर्कै मजा हुन्छ क्या एउटा हुन्छ त्यो सेटिस्फ्याक्सन भन्ने कुरा पाउँछ तर त्यो जुन चाहिँ म्युजिक बनाउँदै गर्दा या त म्युजिक क्रिएट गर्दै गर्दा भनौँ न होइन त्यो जुन चाहिँ स्ट्रगल हुन्छ नि खास मिठास चाहिँ त्यहीँ हुन्छ ओके जब कुनै सिनको लागि तपाईँले सङ्गीत बनाउनुहुन्छ नि तपाईँ दृश्य हेर्नुहुन्छ कि महसुस गर्नुहुन्छ ओके म चाहिँ दृश्यलाई हेरेर महसुस गर्छु नाइस वान ओके सो लेट्स गो फर ऱ्यापिड फायर ल डे अर नाइट वर्क नाइट वर्क है कफी हो चिया चिया अभियसली चाहिँ Obviously, चिया फेभरेट नेपाली आर्टिस्ट देवराज शेर्पा दार्जिलिङबाट देवराज सर हुनुहुन्छ सुनको औँठीमा थियो चाहिँ Oh my god. एकदम मनपर्छ Every दामी चोइस ड्रिम प्रोजेक्ट मलाई एउटा मुभी गर्न मन छ ओके हाम्रो यहाँको स्थानीय कलाकार हुन्छ नि उहाँलाई नै लिएर क्या हजुर हजुर मेरो ड्रिम प्रोजेक्ट एउटा छ स्टोरी पनि अलिकति सोचिरहेको छु हजुर तर अब त्यो बनाउने त्यो अनुभव त छैन ममा तर पनि मेरो एउटा ड्रिम प्रोजेक्ट त्यो छ नाइस वान ओके सामिल that's 2 minutes thank you so much for having us so much thank you